の中にある赤と青き線それらが結ばれるのは真の像फाइनली हामी गयो है साथीहरु हामी फाइनली गयो भने नि घर हो यो हाम्रो टुप्पी भाइ पसल खुल्ला खानु लाग्दैछ ल जा म्याडम खुब नाचेछ त के हो ए दुईजना एउटै सेक्सनको बसेर रहेछ के छ यहाँ अर्को भन्छ ल ल हामी त हेरेको रे गर्मी भएको भए के खान्छ हौ उता गएर चुरोट खाऊँ पप्पु उता एउटा पिसाखेमा फाइनली चिया आयो पप्पुजी के छ यहाँ मान्छेको मोबाइल खत्तम भयो र ए हेर्नु फुट्यो डिस्प्ले गयो हजुर नमस्कार अर्को पनि जाओस् के धेरै पानी हाल्यो कि सिसीमाथि देखाए पानी माथि खायो फाइनली गाइस फाइनली कुन ठाउँमा आए कहाँ आए केही थाहा छैन अतोपतो चिया खान आइपुग्यो चिया खान जाने हो फाइनली हामी चिया खान आइपुग्यो हेर्न सक्नुहुन्छ हाम्रो दोकान हाम्रो टोलीहरू पुरा फोटो खिच्नमा एकदम आतुरी भइरहेको छ उनीहरूलाई फोटो खिच्न रेडीमा छ टोलीहरू हामी चाहिँ नखिचौँ टोलीहरू हामी चिया समय हालौँ अंकल फाइनली हामी खले गाउँ पुगेछौँ हेर्न सक्नुहुन्छ तपाईको कृष्ण प्रसाद आचार्य ओ दले ल सबैजना टिका लाउँदैछ रुमतिर जाँदैछु होइन हामी रुमतिर गएर होइन हाम्रो 7 जना खोइ कता गयो ओ मेरो यार त्यस्तै खसेको छैन कोठा छुट्टै कि 7 जना 1 2 3 तीनटा कोठा छ 6 7 तीन पटी बाट्ने बस्छु हामी खै फोटो पनि खिच्यो यार नाच्यो हेर्न सक्नुहुन्छ नाच्दैछ यतै आउने रे दिएको रे यतै रुम छ रे भन्नु हामी फाइनली रुम पुगेछु हैन चिसो छ है भर्खर लाग्यो क्या चिसो
यो पप्पुजी केही भन्न सक्छ कि गरेगा हामी आइसक्यो कस्तो छ पप्पु चिसो पानीमा नहुने भन्नु फाइनल्ली हामी त नि घले गाउँ आइपुग्यो है चिसो छ गाइजहरू ज्याकेट साइकल 7 बजेदेखि आएको भर्खर पुगेछु ठ्याक्कै 11 घन्टा लागेको छ बिहान 7 बजेदेखि आएको हेर्न सक्नुहुन्छ यस्तो छ गाउँ 11 घन्टा ठ्याक्कै लाग्यो हेर्न सक्नुहुन्छ गाउँ ओइ मलाई बाटोमा साथीहरू कस्तो लाग्यो यार एकदम जाडो छ बाटो दिन्छ एक माथि जाडो छ एक माथि ब्याग बोक्नु परेको छ हाम्रो एक्स नाइके के छ कस्तो छ हाम्रो ग्रुपहरु मिले छैन किन नमिल्यो मिलेछ नि मिलाछ भने बाइ 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 केटी टोली ल के भयो भने खबर दिनु होस् बाइ बाइ ओहो ठुलो घरमै बस्नु त आएको कसलाई बिहा पसल कसलाई त फाइनल्ली हाम्रो कोठा आइपुग्यो है पुग्न लाग्यो अब हामी रुमतिर जाँदैछौँ हामी यतातिर केही पऱ्यो भने सम्पर्क केही पऱ्यो भने सम्पर्क नहुनु होला टाटो पानी कुन रुम हो फाइनल्ली घर आइपुग्यो जाडो छ गाइस गाह्रो छ जाडो छ कुना काप्छ कहाँ ल्यायो थाहै छैन कता पूर्व कता दक्षिण एउटा कोठा यो भयो कोठा अनबक्सिङ गरे तिनजना हामी सुजन हामी तिनजना हामी यता हाम्रो फाइनली रुम यतातिर रहेछ बब्बु हामीसँग सुजन पर्खिरहन्छ ल हाम्रो तिनजनाको कोठा ठिक छ अहिले किन खुवाउनु ब्याग त हाल्ने हो नि तलै जाने हो नि तलै जाने हो नि अनि तलै नजाने ल हाम्रो कता नि याद गर एकछिन बसौँ न जाने तल होइन तल हजुर फाइनली हाम्रो कोठा जाने यस्तो छ बाहिर खाँदा हुन्छ तिनवटा कोठा छ यस्तो छ के छ पप्पु हामीसँग छुटेको हाम्रो कोठा यस्तो छ हामी यहाँ भरे तास हान्नुपर्छ यहाँ भरे तास हान्नुपर्छ छ त कि माथि चढ्ने
जो सौरामा मान्छे माथि छ लैजान्छ त्यहीबाट हाम्रो गाइड घर जाने बाटो होला हाम्रो गाइड सुजन धुर्केला फेरि किरणजी तपाईँलाई गाउँ घुम्न आएर कस्तो भयो अहिलेसम्म ठिकै त्यस्तो के भयो बाटोमा डर लाग्यो कि लागेन एकदम एकदम अच्छा उडायो क्या हो उडाइसकेको छ देखिन्छ त्यहाँबाट ल यास यो त फोटो खिच्दैन खली गाउँको गली हो यो सुजन कस्तो लाग्यो सुजनजी हामी त बाटोमा आइपुग्यो यो ढुङ्गामा त उचाल्छ यो मान्छेले त चुरोट नै चुरोट ऊ त्यो डाँडा जाने यार कनुट्यो होइन सबैलाई गुड मर्निङ है गुड मर्निङ अनि अरू के भन सुजनजी के भन्नु कस्तो लाग्यो स्याप भइरहेछ अहिले अलिकति कस्तो स्याप भयो त के हामी तिनजनालाई नि उभिरोस् नि त्यो तिनजनाहरू चार 5 जना 6 जना यो नि घले गाउँको लोकलहरू कि मान्छन् हजुर कति जति आयो होइन 2000 आएन पप्पू कति आयो हजार 5 जति आयो होला 5000 गर्ने छैन अब मेरो त किरणले लिइहाल्यो पप्पूले 200 लिएको थियो अरे मेरो 200 मेरो त उसले 1000 जित्या छ अरे पप्पू र उसँगको छ सिजनसँग 50-60 त्यो लास्टमा त्यो खायो त आफ त सुत्या छु यार मलाई यो घरको मौजा हो यो कसले घरमा त जाने हो घरबाट त जाने हो नि नानी कलेको घले गाउँ अनि नामै घले गाउँ फाइनली प्रोग्राममा आइपुगेँ सुजनजी स्या भइसक्यो को हो त्यो ल नाच्नु हाँ को कोन त्यो घरे गाउँ हाम्रो माया संसार नेपाल
लङजुम सुन्न हाम्रो नेपाल लङजुम हामी घरे गाउँ जाँदै हो गाइज भुसन हौ भुसन तल काम पो लाग्यो छ हामी चाहिँ टपमा जाँदैछु भ्यू हेर्न टक्क यस्तो देखिँदो रहेछ पैसा छैन उनीहरू कहाँ पुगिसक्यो होला यार Belum.